सबैलाई नमस्कार, स्वागत छ मेरो कार्यक्रममा। म आज जापानमा बस्दै आउनुभएका विद्यार्थी भीमसेन परियारसँग कुराकानी गर्दैछु। भीमसेनजी, स्वागत छ हजुरलाई। हस्, धन्यवाद। नमस्ते। हजुरको छोटो परिचय दिनुहोस्। मेरो नाम चाहिँ भीमसेन परियार। मेरो घर चाहिँ नेपाल धादिङ। म चाहिँ काठमाडौँमा बस्दै थिएँ, अहिले हाल जापानमा छु। जापानमा कहिले र कुन भिजामा आउनुभएको थियो हजुर? म चाहिँ जापानमा यही हाम्रो 2025 अप्रिल इन्टेकमा आएको, स्टुडेन्ट भिजामा आएको। जापान आउनु अघि हजुर नेपालमा के गर्दै हुनुहुन्थ्यो? म चाहिँ जापान आउनु अगाडि चाहिँ एउटा सहकारी संस्थामा काम गर्थेँ र सँगसँगै जापानिज भाषा पनि अध्ययन गर्थेँ। अनि लगभग 6 महिना जति जापानिज भाषा अध्ययन गरेर चाहिँ जापान आएको। जापान आउने निर्णय चाहिँ हजुरले किन गर्नुभयो, कसरी गर्नुभयो? अरू देश पनि थियो जानका लागि, विदेश जानका लागि चाहिँ हजुर जापानै रोज्नुको मुख्य कारण चाहिँ के हो? खास गरी जापानै आउने भनेर सपना देखेर ड्रिम कन्ट्री बनाएर आएको चाहिँ होइन। अब सपना त +2 नेपालमै गर्ने, ब्याचलर नेपालमै गर्ने, त्यस पछाडि बैङ्कमा जागिर खाने भन्ने एउटा सपना थियो। अब त्यो भने जस्तो अब त्यो भएन। अब +2 गर्दा ब्याचलर गर्दै गर्दा पनि नेपालमा चाहिँ अब भनौँ न आफ्नो सामान्यतया आफूलाई जीवनयापन गर्न सक्ने रोजगारको व्यवस्था पनि नहुँदा चाहिँ विदेशको निर्णय लिएको। हजुर, अनि अब विदेश भन्ने बित्तिकै कुनै पनि आफ्नो परिवारले आफ्नो छोरा अथवा छोरीलाई विदेश जान भनेर सजिलो समर्थन गर्नुहुन्न होइन। अब हजुरको परिवारको साथ र सहयोग चाहिँ कस्तो थियो? हजुरको परिवारहरूले चाहिँ कसरी चाहिँ हजुरले मनाउनु भयो परिवारहरूलाई चाहिँ जापानमा अब विदेश जान्छु भन्दाखेरि हजुरको परिवारहरूको रियाक्सन कस्तो थियो? त्यो पनि सानो छोटकरीमा बताइदिनु न। परिवारको मैले विदेश जान्छु भन्दाखेरि चाहिँ परिवारको रियाक्सन त एकदम भनौँ न नराम्रो जस्तै हुँदैन भन्ने जस्तो। अब किनभने अब म चाहिँ हाम्रो घरको सबैभन्दा कान्छो सदस्य। मभन्दा अगाडिको दिदीहरू 2टा हुनुहुन्थ्यो, तर अब दाइ हुनुहुन्थ्यो। त्यसपछि म चौथो सन्तानमा कान्छो छोरो होइन। अनि म चाहिँ दिदी र 2टा दिदीहरूको विवाह भइसके पछाडि चाहिँ अनि दाइ मभन्दा लगभग 2 वर्ष 3 वर्ष अगाडि +2 गर्नुभएको। अनि उहाँले चाहिँ +2 पछाडि म विदेश जान्छु भनेर घरमा बुवालाई भन्नुभएको थियो होइन। अनि त्यति बेला चाहिँ बुवाले अनि म यत्रो 45 वर्ष 50 वर्ष हुँदाखेरि त मैले विदेश नगइकन मन नपढेको मान्छेले त नेपालमा यहीँ बसेर तिमीहरू यत्रो 4-4जना सन्तानलाई हुर्काए, अहिलेसम्म राम्रै छ भनेर राम्रै गरिरहेको छु, तिमीहरूलाई नै अब त्यहाँसम्म बाटो देखाएँ, पढाएँ, हुर्काएँ होइन। अब तिमीहरू त झन् पढेको छौ, पढेको मान्छेले त यहीँ देशमा केही गर्नुपर्छ भनेर दाइलाई रोक्नुभएको थियो होइन। अनि त्यसपछि होला नि त, हो नि त, ल त्यो ठिक छ, यहीँ केही व्यवसाय गर्नुपर्छ भनेर दाइले चाहिँ एउटा व्यवसाय सुरु गरेर बस्नुभयो, दाइलाई रोक्नुभयो होइन। अनि त्यस पछाडि म चाहिँ अनि +2 पढेँ, त्यसपछि ब्याचलर पनि गरेँ। त्यस पछाडि पनि अनि दाइले जस्तो केही सिक्न सकिनँ मैले चाहिँ पढाइलाई नै फोकस गरेँ। अनि ब्याङ्कमा जागिर खान्छु भन्ने एउटा सपना बोकेको थिएँ। अनि त्यस पछाडि अनि मैले सोचेँ जस्तो सजिलो तरिकाले ब्याङ्कमा जागिर खान चाहिँ नसकिने रहेछ। अनि मैले त्यस पछाडि अनि लगभग 4 वर्ष 5 वर्ष एउटा सहकारी संस्था भने होइन त्यसमा आबद्ध भएर काम गरेँ। र पनि 3-4 वर्ष लगभग 4 वर्ष काम गरिसक्दा पनि अब आफैले काठमाडौँमा अब एउटा रुममा बसेर खाना लाउन पनि अलिकति धौधौ हुने जस्तो जागिर पैसा भनौँ न त्यो भएको कारणले चाहिँ अब आफैलाई पुगेको छैन। मैले कमाएर कसरी परिवारलाई कसरी गर्न सकिन्छ र भनेर अलिकति पढाइ सँगसँगै पढाइलाई पनि अलिकति उकास्दै अनि थोरै पैसाको आम्दानी पनि हुन्छ कि भनेर चाहिँ मैले विदेश आउने सपना देखेर चाहिँ म जापान आएँ। हजुर, अहिले जापान आइपुग्नु भयो हजुर होइन। अब जापान आइसकेपछि हजुरको जापानको पहिलो अनुभव कस्तो रह्यो? जापानमा जापान भन्ने बित्तिकै त्यति जापान त्यति सजिलो पनि छैन होइन। यहाँ धेरै कुराहरूको गाह्रो छ। हजुरको त जापान आइसकेपछि सबैभन्दा पहिलो अनुभव कस्तो रह्यो? नेपाल र जापानमा हजुरले के फरक पाउनुभयो त? नेपाल र जापानमा मैले धेरै कुराको अन्तर पाएँ। किनभने मभन्दा अगाडि मसँगै +2 गरेका साथीहरू पनि आउनुभएको थियो, 2-4जना साथीहरू होइन। म आउने भइसके पछाडि उहाँहरूसँग पनि सल्लाह लिएको थिएँ होइन, जापान आउन लाग्यो के छ कस्तो छ भनेर मैले उहाँहरूसँग सल्लाह लिँदाखेरि ठिकै छ, जापान नेपालभन्दा अलिक राम्रै विकसितै छ होइन, केही गर्न सकिन्छ तिमी हामी जस्तो मान्छे आयो भने भन्नुभयो। अनि उहाँहरूले 6 महिना जति पढ्नुहोस्, अनि त्यस पछाडि यहाँ स्टुडेन्ट भिजालाई त N5 लेभल गरे पनि हुन्छ भन्नुभयो होइन। अनि त्यही अनुसार मैले पनि 6 महिना जति पढेँ र N5 लेभलको इक्जाम दिएँ। अनि त्यो पास गरेँ। त्यसपछि मैले यता स्टुडेन्टमा एप्लाई गरेँ। त्यसपछि
भिजा आयो, भिजा आइसके पछाडि अनि जापान आएँ। जापान आइसके पछाडि त्यो सोचे जस्तो सहज साथीहरूले जति बताउनु भएको थियो त्यो चाहिँ भएन। अब त्यो N5 लेभलको भाषाले पढाइले पनि नपुग्दो रहेछ होइन। अनि आइसके पछाडि यहाँको रुल्स एन्ड रेगुलेसन पनि एकदम राम्रो होइन। नेपालमा जस्तो अलिकति हुन्छ नि त केयरलेस गर्ने भन्ने कुरा चाहिँ केहीमा पनि हुँदैन। अनि यहाँनिर चाहिँ अलिकति त्यस्तै भएको कारणले अब आइसके पछाडि हरेक कुराहरू चाहिँ वडा कार्यालयमा जानुपर्ने, स्कुलमा जानुपर्ने, अब कामकै खोजीमा यताउति गर्दा पनि भाषा चाहिँ चाहिने कारणले अलिकति गाह्रो नै भयो। लगभग तपाईँको 1 महिना भनौँ न अझ 15-20 दिन चाहिँ कसैको सहारामा नै हिँडेको। सहारा बिना चाहिँ यताउति हिँड्ने वातावरण चाहिँ बनेन। त्यसले गाह्रो नै भयो। हजुरले भाषाको कुरा निकालिहाल्नु भयो होइन। अब नेपाली अथवा जुनसुकै देशको मान्छेहरू पनि जापान आउँदाखेरि चाहिँ सबैभन्दा धेरै गाह्रो कुरा भनेको चाहिँ भाषै भन्छन् होइन। अनि हजुरले जापान आइसकेपछि चाहिँ भाषाले गर्दा हजुरले काम नबन्ने, अनि भाषाले नै गर्दाखेरि हजुरको काम नपाउने, अनि भाषाले नै गर्दाखेरि हजुरको हरेक कुरामा गाह्रोहरू भयो कि भएन? कति कुराहरू यस्तो गाह्रो भोग्नु भएन हजुरहरूले? अभियसली भोगियो त। अब त खासमा N5 लेभलको उसले खासमा अब सामान्यतया बोलीचालीमा मात्रै हामी साथीभाइहरूमा मात्रै काम लाग्ने रहेछ होइन। आफूभन्दा ठुलोहरूलाई अलिकति राम्रोसँग रेस्पेक्ट गर्नलाई अलिकति नपुग्ने भएको कारणले अनि त्यो अफिसमा जाँदा पनि कुन तरिकाले बोल्ने होइन भन्ने अलिकति नथाहा पाउँदाले नबुझ्दाले गर्दाखेरि चाहिँ गाह्रो धेरै नै भोगेँ। त्यही त नि अब अफिस वडातिर कार्यालयतिर वडा कार्यालयतिर तपाईँको हाम्रो त्यो जुन म यो ठाउँमा बस्छु भनेर तपाईँको यो घरमा बस्छु भनेर हामीले जुन एड्रेस हाल्न जाँदा पनि अलिकति नबुझेको उहाँसँग बोल्न हामीलाई अलिकति डर लागेको उसमा होइन। हामीले कोही साथीलाई नै लिएर जानुपर्ने अथवा त्यहीँ कोही अलि आफूभन्दा सिनियरलाई लिएर जानुपर्ने त्यस्तो भोगेको छु। अब दुःख त भोगेकै हो। लगभग मैले पनि त भाषा नभएको कारणले अब राम्रो काम त के मैले कामै पाइनँ। म पनि अप्रिल इन्टेक आएर 2 महिना चाहिँ तपाईँको भाषा नभएर घरबाटै ल्याएको पैसाले खाएर 2 महिना टारेको अनुभव छ मसँग। हजुर। अनि अब हजुरले जापान आइसक्नुभयो होइन। अहिले हजुरको स्कुल पनि होला, काम पनि गर्नुहुन्छ होला होइन। अब स्कुल काम प्लस हजुरको अब यो घर परिवारमा पनि समय दिनु पऱ्यो। अनि अब सबै कुरा यहाँ तपाईँसँग कोही हुँदैन, यहाँ आफू एक्लै होइन। अब हजुरले सबै कुरा मिलाउनुपर्छ। हजुरलाई समय मिलाउन कति गाह्रो भयो? नेपालमा त अब हामी फ्रेङ्कली यताउति हिँड्ने समयको मतलब छैन, जे गर्ने भयो होइन। यहाँ आएपछि अब समयको धेरै महत्त्व छ नि त। 1 मिनट छुट्दाखेरि 1 सेकेन्डले गर्दा ट्रेन छुट्छ हजुरको। अनि हजुरले यो सबै कुराको मिलाउनलाई चाहिँ हजुरले कतिको दुःख गर्नु पर्यो? हजुरले सुरुमा कतिको गाह्रो भयो यो समयहरू मिलाउनलाई चाहिँ? एकदमै धेरै नै गाह्रो भयो। हामी नेपालमा चाहिँ के छ भन्दाखेरि होइन, म त्यहाँ 10 बजे अफिसमा पुग्थेँ भने पनि अब जाँदै कोही साथीलाई भेटेँ अथवा मैले केही अब बिर्सिएँ होइन ल्याउने कुराहरू होइन, मैले फोन गरेर होइन म चाहिँ अब 10 मिनटमा आइपुग्छु है भनेर 10 मिनटमा लेट हुन्छ है भनेर मैले इन्फर्म गरेको हुन्छु होइन। तर म 10 मिनट पछाडि पुगिरहेको हुन्छु। त 10 मिनट त इट्स ओके भइसक्यो होइन। त भन्दा नि 10 मिनट पछाडि जाँदा पनि ओके हुन्छ नि त। ल ठिक छ भनेर आफ्नो काममा गएर बसिन्छ भने यहाँनिर चाहिँ तपाईँको नेपालको भन्दा अलिकति बढी रुल्स कडा नै छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ 1 मिनट पनि तपाईँको 1 मिनटको पनि 1 सेकेन्डको पनि एकदम भ्यालु छ। त्यस कारणले गर्दाखेरि चाहिँ अलिकति समय मिलाउन त्यस्तै गाह्रो भइरह। तपाईँको अहिले बिहानमा मेरो चाहिँ बिहानमा स्कुल छ। अनि त्यो कारणले गर्दाखेरि 9 बजेदेखि म स्कुल जान्छु र लगभग तपाईँको 1 बजे म स्कुलबाट निस्केको हुन्छु। अनि त्यस पछाडि अहिले मैले अनि काम पनि मैले दिउँसोमै गरेको छु। दिउँसोमै गरेको कारणले अब 2 बजेबाट म काममा जान्छु। 1 बजे लगभग मेरो स्कुल छुट्टी हुन्छ। अनि 2 बजे मेरो काम सुरु भइरहेको छ भन्दाखेरि धेरै नै गाह्रो छ। कुनै बेला अब उस्तै पारे खाना घरमा आउन पाइँदैन। बाटोमै त्यही हामीले अब केही पाउरोटीको भरमा अथवा केही चाउचाउको भरमा नै काम गर्नुपर्ने अवस्था छ। अब त्यसरी काममा 2 बजेदेखि काममा गएँ। दिउँसोको काम भनेको 10 बजेसम्म हुन्छ। मैले 10 बजेसम्म गर्छु। त्यसपछि घर फर्किँदाखेरि लगभग 11 बजिसकेको हुन्छ। त्यो कारणले पढाइलाई र कामलाई चाहिँ समय पुग्यो र पनि घरमा त अब फोन गर्ने समय त पुगेन। त्यस कारणले गर्दाखेरि डे टु डे घरमा कुरा हुन पाउँदैन, सकिँदैन। चाहेर पनि सकिँदैन। याद त आइराखेको हुन्छ घरतिरको होइन, हर पल हर क्षण आइराखेको हुन्छ र पनि सकिँदैन। त्यही हप्तामा यसो 2-3 दिन बिराएर यसो फोन गर्न सकिन्छ। त्यही नै हो। अनि हजुरको अब जापानमा आउनुभयो, सबै कुरा अब अहिले त राम्रो चलिरहेको होला हजुरको होइन। अब जापान र नेपालको लाइफस्टाइल बिचमा तपाईँले के फरक देख्नुभयो? जापानिज मान्छेहरू कस्तो हुँदो रहेछन्, उनीहरू के गर्दो रहेछन्, र नेपाली मान्छेहरू त अब त्यही हो, उनीहरू नेपालको त अब हजुरलाई थाहा छँदैछ। जापानको बारेमा चाहिँ हजुरको जापानको मान्छेहरू कस्तो हुँदो रहेछन्, उनीहरूको बिहेभियर कस्तो हुँदो रहेछ हामीप्रति, विदेशी मान्छेप्रति, र उनीहरू कसरी काम गर्दो रहेछन्, कति खट्ने रहेछन्, हजुरहरूसँग
हजुरसँग काम गर्ने मान्छे पनि होला जापानिजहरू होइन तिनीहरू बिच र तिनीहरू र नेपाली मान्छेहरू बिच चाहिँ हजुरले के फरक देख्नुभयो त त्यसमा पनि धेरै कुराको अन्तर छ किनभने हामी के छ भन्दाखेरि हाम्रो नेपालमा चाहिँ एकजनाले कमाएर लगभग एकजना घरको एउटा छोरो जिम्मेवार व्यक्ति भएर उसले राम्रोसँग पैसा कमाएको छ नेपालमै बसेर अथवा विदेश गएर कमाएको छ भने अरू हामी 2-3 जना सदस्य चाहिँ त्यही उसमा नै आत्मनिर्भर भएर बस्ने चलन छ कतिपय होइन अहिलेसम्म पनि देखिरहेछौँ अनि सबैलाई रोजगार पनि छैन होइन अब आफैले घरेसी कामहरू गरेर दिन कटाएर अनि महिनामारी यता किनेर खाने उस पनि छ होइन तर यहाँनिर चाहिँ त्यस्तो केही पनि छैन यहाँ चाहिँ एकदमै फरक छ नेपालको भन्दा यहाँ चाहिँ कोही पनि कसैको भरमै बाँच्दैनन् यहाँ चाहिँ सबैले आफ्नै भरमा बाँच्ने तपाईँको स्टुडेन्ट लाइफ अब हामी जस्तै बच्चा हेरौँ होइन हामी जस्तै 18-20 वर्षको बच्चाले पनि पढाइ पनि आफै गर्ने हो काम पनि आफै गर्ने हो र आफ्नो लागि सबै खर्च आफैले जुटाउने हो होइन अब त हाम्रो नेपालमा चाहिँ अब त स्वास्थ्यको हिसाबले पनि अलिकति उस्तो अप्ठ्यारो त पारेको होला होइन किनभने हाम्रोमा चाहिँ नेपालमा चाहिँ के छ भन्दाखेरि 40 वर्षदेखि माथि 50 वर्ष 50 एबभको होइन मान्छे आमा बुवा अङ्कलहरू चाहिँ अलिकति शारीरिक उसमाले पनि अलिकति तल परेर होइन अलिकति खानपिन त्यस्तै भएर हो कि होइन अलिकति रोगले चाँडै नै छोएर होइन त्यो गर्न सक्ने अवस्था छैन होइन यहाँ चाहिँ तपाईँको खानपिनमा पनि अलिकति ध्यान दिएर होला होइन त्यस्तो हाम्रो नेपालमा जस्तो अलिक खाने कुरामा पनि अलिक एकदम केयरलेस गरिँदैन यहाँ चाहिँ तपाईँको अमिलो कत्तिको खाने पिरो कत्तिको खाने होइन अब भिटामिन कत्तिको चाहिन्छ के कमी छ तपाईँको सब चेक गरेर उस्तै परे तपाईँको भिटामिनै किनेर खाने होइन कुन कमी छ त्यही खाने अब त तपाईँको चामलको भात कम खाने होइन यस्तै गरेर पनि आफ्नो स्वास्थ्यलाई चाहिँ एकदम फिट राखेको हुनाले लगभग तपाईँको नर्मल्ली 80 वर्ष 90 वर्षको मान्छेले पनि हामीसँग नै एउटै कम्पनीमा हामी बराबरकै काम गरेर हामी जत्तिकै स्यालेरी खाएर पनि आफ्नो लागि चाहिँ आफैले गरिराख्नु भएको छ भनिसकेपछि त्यही हो त्यो धेरै फरक छ अनि हजुरले अब खानपानको बारेमा कुरा गर्नुभयो होइन जापान र नेपालको बारेमा खानपानमा धेरै फरक छ भनेर हजुर जापानमा आउँदाखेरि सुरुमा चाहिँ हजुरले नेपाली खाना खान त अब जापानमा आएपछि सुरुमा नेपाली पसल कहाँ छ के छ खोज्न गाह्रै हुन्छ हजुर जापान आउने बित्तिकै सुरुमा खानाको बारेमा चाहिँ कस्तो के खानुभयो त अब जापानको खाना त नेपालीहरूलाई अथवा जुनसुकै देशको मान्छेलाई नै सुरुमा त मन पर्दैन नै यहाँको खाना अर्कै हुन्छ नेपालको खाना अर्कै हुन्छ तर हजुरले त कसरी त नेपालको खाना जापानको खानामा मिलाउनु भयो कस्तो फरक पाउनुभयो खानापिनामा चाहिँ धेरै नै फरक छ त्यसमा पनि अब तपाईँको नेपालमा चाहिँ हामीले चाहिँ के छ भन्दाखेरि हाम्रो मुखले नै होइन अमिलो पिरो मिठो नै खोजिरहेको हुन्छ होइन स्वास्थ्यलाई जेसुकै गरोस् त्यसले पछिलाई असर गर्छ अब तत्काललाई गर्दैन भने हामी मस्त आज अमिलो खाएर सुत्दिन पनि सक्छौँ होइन मजाले मासु र भात पिरो बनाएर खाएर उयो गर्न पनि सक्छौँ होइन तर त्यसले भोलि असर गर्छ भनेर हाम्रो सोचाइ हुँदैन तब असर गर्छ अनि तब मैले हिजो खाएको थिएँ भनेर गर्छौँ नि त त्यो चाहिँ यहाँ जापानमा रहेनछ एकदम बरु पछि गाह्रो हुन्छ नि अहिले नखाइदिउँ न त भन्ने जस्तो रहेछ र पनि अब त सबै बुझ्दै गर्दा पनि हामीलाई पनि त्यो हामीलाई भन्दा नि म आफै व्यक्तिगत हिसाबमा मैले भन्नुपर्दा आएको लगभग 2-3 महिनासम्म मैले बाहिरको खाना केही पनि खाइनँ किनभने तपाईँको मैले नेपालमा पिरो खाइरहेको अमिलो खाइरहेको मसलेदार खाना खाइरहेको मान्छेलाई अब यहाँनिर चाहिँ तपाईँको सबै सादा नै तपाईँको नुन पनि अलिकति कमै पिरो पनि कमै होइन सबै कुरो मिक्स गरेको एकै ठाउँमा भएको अमिलो पिरो नुन मिसिएको खानेकुराहरू त्यस्तो भएको कारणले पनि अझैसम्म पनि हुन त म 8-9 महिना भयो जापान आएर बसेको होइन अझैसम्म पनि मैले राम्रोसँग जापानिज उसमै खुलेर खाना र हिँड्न चाहिँ सकेको छैन अहिले तपाईँको गाह्रो साह्रो जसरी भए पनि त्यही तपाईँको आफ्नै घरमा बनाएर होइन टिफिनमा लगेर काममा पनि त्यो तरिकाले नेपालको जस्तै नेपाली पसलमा गएर होइन मसाला अब अलिकति कम त गरिएको छ होइन र पनि नेपालकै सिस्टम जस्तै मसलेदार खाना अथवा आफैले घरमा बनाएको त्यही पिरो होइन आफैले नेपालबाट ल्याएको जस्तै चामल नेपाली पसलमा गएर किनेर ल्याएर त्यसरी नै खाइएको छ हजुर अनि हजुर अब जापानमा चाहिँ सबै कुराहरूको अब अहिले यत्रो 8 महिना भइसकेको तपाईँ आउनुभएको सबै कुराहरूको बानी त परिसक्नु भयो होला होइन तर अहिलेसम्म हजुरको जापानमा सबैभन्दा गाह्रो क्षण चाहिँ हजुरलाई कतिखेर भएको थियो अब त्यो होइन म जापान बस्नलाई सक्दिनँ होला जापान बस्नलाई के नै गाह्रो छ मैले यो गर्दा पनि भइरहेको छैन मैले काम पाइरहेको छैन मैले मेरो अब भाषा पनि राम्रो बनिरहेको छैन भनेर हजुरलाई कुन बेला चाहिँ त्यस्तो महसुस भएको थियो कि जुन बेला चाहिँ होइन अब म जापान बस्न धेरै नै गाह्रो छ मलाई नसक्ने नै हो कि भन्ने त्यो डाउटफुलको विषय हजुरले सोच्नु भएको थियो थिएन आफ्नो लाइफमा चाहिँ अहिलेसम्म सोचेको थिएँ मैले पनि
अब त्यो भाषा नै नभएर भनौँ होइन, अब N5 लेभलको सर्टिफिकेट बनाएर अनि त्यही अनुसार अब त्यही लेभलको पढेर चाहिँ आइएको थियो। यहाँ चाहिँ त्यो अनुसारले काम पाइएन, धेरै ठाउँमा अब कामको लागि इन्टरभ्यू दिन गइयो होइन। आएको लगभग उताबाट आएको 15-20 दिन 1 महिनासम्म पनि कामको उसमा नै गइराख्यो। अनि अझै नडराइकन होइन, अझै मेहनत गरेर हुन्छ कि भनेर फेरि अर्को महिना पनि कन्टिन्यू घरमा आएर होइन इन्टरभ्यू प्रिपेरेसनको उस युट्युबबाट पनि हेर्दै होइन त्यो तरिकाले नि गइयो। र पनि 5-7 ठाउँमा पनि इक्जाम दिन के अरे इन्टरभ्यू दिन गइयो। त्यस्तो फेल भएको भइ गर्दाखेरि अनि तपाईँको नेपालबाट 1 लाख रुपियाँ बोकेर हुन्छ नर्मल्ली साधारणतया म जस्तै स्टुडेन्टहरूले पनि त्यति नै ल्याउनुहुन्छ। र पनि मैले पनि त्यही नि 1 लाख रुपियाँ नै बोकेर आएको थिएँ। त्यो गर्दै जाँदाखेरि अनि तपाईँको त्यहाँबाट सामान ल्याउँदै खाँदै गर्दै स्कुल जाँदै आउँदै काम नपाएको अवस्था थियो होइन। त्यति बेलाखेरि चाहिँ त्यो जब मसँग पैसा सकिन लाग्यो होइन, लगभग 20-30 हजार रुपियाँ पैसा थियो र पनि मेरो कामको टुङ्गो चाहिँ थिएन होइन। अनि त्यो बेलामा चाहिँ अनि अब घरमा पनि अब त्यो धेरै अब त्यत्रो ऋण गरेर आएको छ होइन। अब यत्रो 2-3 वर्ष 2-3 महिना त्यत्तिकै बसेको छ। अनि अब मसँगै आएको साथीहरूले अलि काम नि पाएको थिएँ होइन, नपाएको सबैले नपाएको त होइन, तर अब साथीहरूले काम पाएको थियो, मैले चाहिँ पाएको थिइनँ भन्दाखेरि अनि घरमा अनि ल मैले काम पाइनँ, मैले अनि खाना पनि पाइनँ भन्दाखेरि झन् घरमा अलिकति झन् नराम्रो असर पर्छ होला नि त होइन। त घरमा पनि भन्न सकिरहेको थिएन होइन। अनि मेरो पनि मैले यहाँ जति कोसिस गर्दा पनि त काम पनि पाइरहेको थिएँ होइन। अनि त्यो बेलामा चाहिँ होइन म यहाँ बस्नै सकिनँ भने त मैले घरमा जसरी भन्नै पर्छ कि मैले पैसा पठाइदिनु न, मैले खाना पाइनँ भन्नुपर्छ। होइन भने म हारै खाएर म अब नेपालै फर्किन्छु कि जस्तो पनि सोचेको थिएँ। अनि तर मेरो त्यो घर फर्किने सोच एकापट्टि थियो। अनि फेरि अर्कोतिर चाहिँ होइन म अझै 15 दिन बस्ने त मसँग पैसा छ, त्यो 15 दिनभित्रमा मैले फेरि कतै इन्टरभ्यू दिएर म पास भएर एउटा काममा लागेँ भने त म फेरि बस्न सक्छु नि भनेर फेरि अर्कोपट्टि पनि हिँडिरहेको थिएँ। भन्दाखेरि त्यो दुईवटा कता जाम के गर्नु भइरहेको बेलामा होइन म एक ठाउँमा इन्टरभ्यू दिन गएँ। अनि त्यसको त्यो ठाउँमा गएर पास भएँ। अनि यति गतेबाट काम आउनु अर्को महिनाको भनेर भनिसक्दाखेरि चाहिँ अब चाहिँ होइन म नेपाल जान्न, नेपालमा नि त्यत्रो ऋण छ बाबुआमालाई होइन, अलिकति गाह्रै पनि छ नि त। त्यो कारणले चाहिँ अनि ठिक छ म सुख दुःख बस्छु भनेर त्यो काम फिक्स भइसके पछाडि म अनि फेरि साथीसँग सरसल्लाह गरेर होइन यदि त्यो 1 महिनाभित्र अब त्यो काममा नलागुन्जेलसम्म कामबाट स्यालेरी नआउन्जेलसम्म मलाई केही साह्रो गाह्रो पऱ्यो भने होइन र पनि तिमीहरूले चाहिँ अलिकति सपोर्ट गर्नुपर्छ है, मसँग यति छ होइन, यति पैसा छ भनेर मैले साथीहरूलाई चाहिँ एकदम भित्र मनदेखि नै आफ्नो प्रब्लम भनेर होइन सुनाएर उनीहरूले न ठिक छ नि त दुःख गर्नै आएको हामीले होइन, गर तिमीलाई यताउति पऱ्यो भने हामी छौँ नि त भनेर साथीले आँट दिइसके पछाडि चाहिँ म फेरि होइन म यहाँ बस्नुपर्छ भनेर स्ट्रगल गर्न थालेँ। अहिले राम्रै छ, काम गरिरहेको छु। अहिले अब यति दुःख गरेपछि हजुरले अहिले राम्रो छ, हजुरको सबै कुरा राम्रो भइरहेको छ। अनि जहाँ अब धेरै नेपालीहरूको कुरा हुन्छ सुरुमा विदेश जाने भन्ने हुन्छन् होइन। अब विदेश गएपछि त्यहाँ गएर अब सबै कुराको विदेशको लहान पहन भन्ने हुन्छ नि, सबै कुरा विदेशमै राम्रो हुन्छ। विदेशको लाइफस्टाइल जिउन थालिसकेपछि कोही पनि मान्छे नेपालीहरू चाहिँ खासै नेपाल फर्केको म देखिदिनँ होइन। अब हजुरको त सोच के छ, अब जापानमा आउने कमाउने र आफ्नै देशमा गएर बस्ने हो कि हजुर पनि अब भविष्यमा नेपालमै फर्किन्छु भन्ने सोच छ कि हजुरको? होइन म अब जापान आइसकेँ, अब म जापानमै बस्छु, म जापानमै बिहे गर्छु, जापानमै छोराछोरी ल्याउँछु भन्ने सोच छ हजुरको पनि। अब हजुरको यसको बारेमा अलिकति भनिदिनुहोस्, हजुरको त कस्तो छ त यो सोचमा गर्ने? खास गरी आफू जन्मेको ठाउँ होइन, आफू जन्मेको ठाउँ भनेपछि अब म जन्मेको नेपालको धादिङ होइन, मलाई त धादिङ एकदम प्यारो लाग्छ नि त। नेपालको पनि त्यो सबभन्दा धेरै चाहिँ मलाई धादिङ प्यारो लाग्छ नि त। अनि तपाईँको म धादिङमा जन्मिसके पछाडि अनि त्यो काठमाडौँमा आएर फेरि म पढ्दै गर्दाखेरि अनि काठमाडौँ आएर बस्दाखेरि मलाई काठमाडौँको पनि त्यत्तिकै माया लाग्थ्यो भनिसक्दाखेरि अलिकति बुझ्दै आइसके पछाडि म जान्ने र अझै बुझ्ने बेला भइसके पछाडि चाहिँ मलाई नेपालकै खुब माया लागेको थियो नि त। म नेपालै छोडेर जान सक्दिनँ, म नेपालमै बस्छु होइन, म नेपालमै के गर्न पर्छ भनेर म चाहिँ बरु पढ्छु, नेपालमै जागिर गर्छु अनि यहीँ बस्छु भनेर एउटा सपना देखेको मान्छेले अनि पछि त भविष्य नदेखेर यहाँसम्म आइसक्दाखेरि अब त नेपालमा होइन म त राम्रो लागेन होइन, त म फर्किन्न जान्न भनेर त सोच्नै सकिँदैन। किनभने त आफू जन्मेको ठाउँ यहाँको जत्तिकै रहनसहनमा घुलमिल भए पनि होइन म जान्न, त्यो ठाउँमा फर्किन्न, म सधैँ यहीँ बस्छु भन्न त सकिँदैन होइन। अब त्यो त्यहाँ रहन सकिएन, त्यो आफ्नो ठाउँमा छ। अब यहाँ आइएछ, अब त्यहाँको भन्दा यहाँको लाइफस्टाइल एकदम राम्रो त छ होइन। अब एक हिसाबले स्टुडेन्टमा आइसके पछाडि तपाईँको 5 वर्ष दुःख गरिसके पछाडि होइन तपाईँको वर्किङ लाग्छ
तपाईँको लाइफ यहीँ सेटल हुन्छ भन्ने एउटा पाटो पनि छ होइन। अब त सबैले गरिराखेको पनि छन्। अब मेरो पनि राम्रो हुँदै गएर सोचे जस्तो आफूले पनि मेहनत गर्न सकियो र अब 5 वर्षसम्म स्ट्रगल गरेर वर्किङ लाउन सकियो भने एउटा फ्युचर यहीँ बन्छ। अब त आफ्नो भावी पुस्ताको अब हुन्छ नि मैले बिहा गरौँला यहीँ बसौँला होइन, बच्चा यहीँ जन्मेला त छुट्टो ठाउँमा छ र पनि त नेपाल त जानी आउने चाहिँ हुन्छ होला है तपाईँको। भनेपछि अब हजुरको विचार पनि जाँदै आउने हुन्छ होला भनेपछि नेपालमा गएर अब जापानमा 10 वर्ष कमाउँछु 20 वर्ष कमाउँछु अनि नेपालमा गएर म केही गर्छु भन्ने हजुरको सपना हो कि होइन? म अब जापान आइसकेपछि म जापानमै बस्छु सधैँभरि, म अब नेपाल जान्छु तर नेपालमा अब गएर सर्टेन टाइम बसेर फेरि फर्ता हुन्छु, जापानमै आउँछु भन्ने सोच हजुरको चाहिँ? सडनली त्यो निर्णय ठ्याक्कै यही गर्छु भनेर चाहिँ त्यो लिन चाहिँ सकिन्न। किनभने म चाहिँ स्टुडेन्टमा आएको हिसाबले होइन, तपाईँको मैले अहिले गरिरहेको मेहनतले लगभग तपाईँको मलाई बसेर खानालाई र तपाईँको यहाँ जापानमा हुन्छ नि त मैले लिएको सेवा सुविधाको पैसा तिर्नलाई नै ठिक्क भइरहेको छ होइन। यो अवस्थामा मलाई अब घर परिवारले ऋण गरेर अब 15-17 लाख रुपियाँ ऋण गरेर पठाउनु भएको हो नि त यहाँसम्म। स्टुडेन्ट भिजामा त अलिकति बढी नै पैसा लाग्छ होइन। त्यो मलाई यहाँसम्म पठाइ सक्नु भएको छ। तर मैले अहिले के छ, मलाई अलिकति सहज छ, मैले एउटा काम गर्छु, मैले पढेको छु, मलाई अलिकति सहज छ भनेको छु नि। सहज त छ तर मलाई त बस्न र खानको लागि मात्र सहज छ क्या। तर मैले त घरमा बुवा मम्मीले र दाइले मलाई ऋण गरेर पठाउनु भएको पैसा त मैले चुक्ता गर्न त सकेको छैन। मैले यही तरिकाले राम्रोसँग गर्दै गएँ भने नि लगभग अभियसली मलाई 5 वर्ष 6 वर्ष त मलाई चाहिँ तपाईँको त्यो लोनै तिर्न लाग्छ जस्तो लाग्छ स्टुडेन्ट भिजामा आएको म जस्तै साथीहरूलाई होइन। अनि अब त्यो 5 वर्षमा अब म 5 वर्षमा अब फर्किहाल्छु भनेर त त्यो सकिन्न नि त। म 5 वर्षमै त्यो लोनै तिरिभएको हुन्न, त्यसपछि त त्यो फर्किने सपना त छ तर त सकिन्न क्या। त्यो लोनै नतिरी त फर्किन सकिन्न। फेरि 5 वर्ष मैले वर्किङ लाएर 5 वर्ष बस्न सकेर अनि त्यस पछाडि त्यो आएको लोन तिर्न सकेर थोरै केही भयो भने अलिकति सेभिङ गर्न सकेँ भने चाहिँ अनि त्यो नेपालमा फेरि अब कुनै सेक्टरमा लगानी गर्न सकिन्छ र त्यसबाट फेरि प्रफिट कमाएर नेपालमै केही गर्ने वातावरण बन्यो भने अब त देख्नु भइरहेको नेपालको अब अहिलेको तपाईँको तत्कालको हालत पनि होइन, ठ्याक्कै गएर केही उसमा लगानी गरेर ठ्याक्कै कमाइहाल्ने उस पनि छैन। त्यो भएर मैले 5 वर्ष 7 वर्ष चाहिँ मैले दुःख गर्नै पर्छ होइन। जति नै मन लागे पनि म फर्किन सक्ने अवस्था चाहिँ छैन होइन। त 5 देखि 10 वर्षभित्रमा मैले राम्रोसँग गर्न सकेँ अनि मैले थोरै पैसा सेभिङ गर्न सकेँ बचाएर मैले त्यो पैसा लगेर नेपालमा लगानी गर्ने ठाउँ देखेर होइन म चाहिँ अब चाहिँ त्यहीँ बस्न सक्छु नि त, बसौँ न त नेपालमा फेरि केही गर्नुपर्छ भन्ने भयो भने चाहिँ लगभग 10 वर्ष पछाडि चाहिँ म फेरि नेपाल फर्किन सक्छु होला। अब लास्टमा आएर म हजुरलाई भन्छु, अब हजुर जापान आउनलाई धेरै मिहिनेत गर्नुभयो, यत्रो मिहिनेत गरेर जापान आइसक्नुभयो होइन। अब भविष्यमा जापान आउन लाग्ने विद्यार्थीहरू, जापानिज भाषा पढिरहेको विद्यार्थीहरूलाई चाहिँ हजुर के सल्लाह दिन चाहनुहुन्छ? हजुरले उनीहरूलाई चाहिँ तपाईँले भएको कुराहरू चाहिँ कसलाई यसो छोटकरीमा भनिदिनुहोस् र यसो अब भाषा कतिको पढ्दा राम्रो हुन्छ, कसरी पढ्दा राम्रो हुन्छ, त्यसको बारेमा सुझाव दिनुहुन्छ? खास गरी अब मैले भोगेको अनुसार चाहिँ होइन भाषा यत्तिको बनाएर आउनु भनेर चाहिँ म खासमा त त्यसको लिमिट चाहिँ भन्दिनँ है। किनभने मलाई साथीहरूले के भनेको छ भने स्टुडेन्ट भिजामा आउँदाखेरि N5 लेभलको भाषा सिकेर N5 लेभलको भाषा बोल्न सक्ने भएर आउँदाखेरि हुन्छ भनेर होइन। त्यो अनुसार चाहिँ मैले N5 लेभलको भाषा पढेँ, N5 लेभलको इक्जाम पनि दिएँ अनि क्यारेक्टर पनि बनाएँ आएँ। अनि त्यस पछाडि म यहाँ आइसक्दाखेरि चाहिँ मलाई त्यो लेभलको भाषाले चाहिँ पुगेन। अब मैले यहाँ खासै काम पनि पाइनँ होइन, साथीहरूसँग घुलमिल हुन पनि सकिनँ। भन्दाखेरि नर्मल्ली तपाईँको स्टुडेन्ट भिजामा आउने साथीहरूले सकेसम्म N3 N4 नै गरेर आउँदाखेरि N4 को चाहिँ लगभग क्यारेक्टर बनाएरै होइन तपाईँको पुरै कन्फिडेन्ट लेभलले आए पनि भयो। अब त्योभन्दा माथि त यहाँ एनसान गरेर आए पनि झनै राम्रो होइन। एकदम भाषाको लेभल चाहिँ म N5 छँदैछ जापानमा गएर घुलमिल हुन सक्छु, म पैसा कमाउँछु भन्ने हिसाबले चाहिँ नआउनु। एकदम भाषा चाहिँ एकदम जतिसक्दो राम्रै नै बनाएर आउनु। नराम्रो होइन, नेपालभन्दा जापान धेरै राम्रो नै छ होइन। अब पढाइको हिसाबमा पनि राम्रो छ र अब आफ्नो लाइफस्टाइल जिउने तरिका पनि अब जापानिजहरूको राम्रो छ, त्यही अनुसार फलो गर्न नि सकिन्छ। त्यही हो, भाषा चाहिँ एकदम राम्रो बनाएर आउनु, केही गर्न सकिन्छ पछि। अन्तिम प्रश्न हजुरलाई, जापानमा चाहिँ सबैभन्दा मेन कुरा भनेको के हो? जापानमा तपाईँ होइन जापानमा सफल हुन लागि तपाईँले के कुरा चाहिँ गर्नुपर्छ? जस्तै यहाँ त जापानमा अब आइसाचु भन्ने हुन्छ नि त, आइसाचु भनेको चाहिँ ग्रिटिङ्स भन्ने हुन्छ होइन। त्यो आफूभन्दा ठुलो मान्छेलाई कस्तो गर्ने, आफूभन्दा सानो मान्छेलाई कस्तो गर्ने, सेन्सेहरू अथवा टिचरहरूसँग कसरी बोल्ने भन्ने कुराहरू पनि हुन्छ। त्यसको बारेमा छोटकरीमा सानो कुरा बताइदिनु न हजुरले।
त्यसको बारेमा चाहिँ म के भन्छु भने हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि होइन त्यो आफूभन्दा सानोलाई गर्ने व्यवहार छुट्टै हुन्छ अनि आफूभन्दा ठुलोलाई गर्ने छुट्टै हुन्छ र पनि अनि विदेश अझ भनौँ त्यसभन्दा बाहिरबाट आउने मान्छेहरूलाई छुट्टै व्यवहार गरिन्छ नि त। अब त्यो तरिकाको चाहिँ देखिनँ त्यो यहाँनिर चाहिँ तपाईँको जापानमा आइसके पछाडि चाहिँ रुल्स एन्ड रेगुलेसन र तपाईँको यो आइसक्यो भन्ने कुरा चाहिँ सम्मानै क्या। मैले तपाईँको यत्रो सानो बच्चालाई पनि त्यत्तिकै रेस्पेक्ट गर्नै पर्छ होइन र निहुन्जिन अब लाई पनि त्यत्तिकै गर्नुपर्छ, उहाँहरूले पनि मलाई त्यत्तिकै गर्नु हुँदो रहेछ क्या। अनि त्यहाँबाट अब हाम्रो नेपालमा जस्तै त्यो टुरिस्ट हो भनेर अब हामी हुन्छ नि त अलिकति अब नेपाली विदेशी यो गोरे भन्छ नि हो त्यस्तो त्यो तरिकाको चाहिँ अब किन नेपालबाट आउने मान्छेहरूलाई त अब खासमा यहाँ सबै अब राम्रो हुन्छन्, सेता हुन्छन्। अब अधिकांश अब नेपालबाट आउनेहरू त त्यही तरिकाको त हुँदैन नि त। यहाँ चाहिँ त्यस्तो हुँदैन। त गोरे काले नेपालबाट आएको, नेपाल त गरिब देश हो, त्यो मान्छे त्यो देशको मान्छेहरूलाई किन गर्न पऱ्यो र भन्ने जस्तो चाहिँ हुँदैन। तपाईँले एकदम सम्मान उहाँहरूले एकदम सम्मानै रूपमा मानौँ कि हामी जापानिजै हौँ, जापानमा आइसके पछाडि यहाँ जापानिजै हो, हामीले पाउने सेवा सुविधा पनि त्यही हुन्छ होइन, उहाँहरूले पाउने सेवा सुविधा पनि त्यही हुन्छ क्या। स्कुलमा पनि त्यही तरिकाले अब सेन्सेहरूले हामीलाई रेस्पेक्ट गर्नुहुन्छ होइन, त्यही तरिकाले सिकाउनुहुन्छ। त्यही हो सबभन्दा ठुलो कुरा चाहिँ जापान यत्तिको बन्नुमा चाहिँ रुल्स एन्ड रेगुलेसन र तपाईँको शिष्टाचार नै हो। सबैलाई सम्मान देखियो। कसैले हाम्रो चाहिँ अझै अलिक थोरै बढाउन चाहिँ होइन, हाम्रो चाहिँ के छ भने हाम्रो नेपालमा चाहिँ राजनीतिक अलिकति धेरै छ होइन। कुनै पनि उसमा अब पार्टीमा आबद्ध भएर होइन अलिकति गाउँमा अथवा नगरमा होइन अलिकति केही पद पाइसकेको मान्छेले चाहिँ अब आफूभन्दा सानो हुन्छ नि, सानो मान्छेलाई अथवा आफ्नोभन्दा छुट्टै पार्टीको मान्छेलाई अलिकति हेर्ने फरक हुन्छ नि त, त्यो नजर हुन्छ नि त, ए फलाना पार्टी यस्तो फलाना मान्छे यस्तो भन्ने हुन्छ नि त। र त्यो तरिकाले पनि तलमाथि गरिरहेको हुन्छ भने यहाँनिर चाहिँ त्यस्तो केही पनि छैन। सबैको सोच विचार भनेको आफ्नो लागि आफैले गर्ने, आफ्नो देश आफैले बनाउने भन्ने भावनाले हिँडेको हुन्छ। त्यो भएको कारणले जापान आउने सबै विद्यार्थी भाइ बहिनीहरूले एकदम सहनशीलता भएर, नेपालीहरूलाई फेरि एकदम छिट्टो रिस उठ्ने पनि हुन्छ होइन, जापानिजहरू फेरि त्यति चाँडो रिसाउँदैनन् होइन, एकदम सहनशीलता भएर आफूले पनि अरूलाई सम्मान व्यवहार गर्ने, रेस्पेक्ट गर्ने र अरूले यस्तो गर्नुपर्छ है, यो चाहिँ भएन है भन्दा पनि ठिक छ मबाट गल्ती भएको रहेछ भनेर एक्सेप्ट गर्ने र त्यसलाई सुधार्ने तरिकाले आउनु होला। एकदम राम्रो छ, फ्युचर राम्रो देखेको छु मैले जापानमा। हस्, धन्यवाद। समयको लागि हजुर धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू।